हेलो नमस्ते साथीहरु, आज चाहिँ म डिटक्स वाटर बनाउँदै छु। डिटक्स वाटर बनाउनको लागि चाहिँ हामीलाई चाहिन्छ ग्रीन एप्पल, क्युकम्बर, लेमन र मिन्ट लिफ अनि पानी। सो यसलाई चाहिँ ओभरनाइट राख्नुपर्छ। अनि यसको बेनिफिट्स चाहिँ यो चाहिँ पिउने पानी हो। पिउने पानीमा चाहिँ क्युकम्बर चाहिँ यसरी स्लाइस गरेर हाल्दिनु, यसरी। अन्त मिन्ट लिफ यसरी हालिदिनुहोस्, मजाले हालिदिनु मिन्ट चाहिँ, किनभने मिन्टले चाहिँ डिटक्सिफाई गर्छ। क्युकम्बरमा डिटक्सिफिकेसनको प्रपर्टिज छ, अन्त मिन्टमा छ, अन्त ग्रीन एप्पलमा छ, अन्त त्यही कारण लेमनमा छ। सो त्यही कारण चाहिँ म चाहिँ सबै डिटक्स वाटर चाहिँ एभ्री इयर समरमा चाहिँ म यसरी बनाउँछु। सो मजाले पुदिना यसरी हालिदिनुहोस्। अनि यो डिटक्स वाटर बनाउँदाखेरि चाहिँ हजुरहरूले लेमनलाई स्क्विज गरिबस्नु पर्दैन, यसरी राउन्ड राउन्ड काटेर हालिदिनु, किनभने यसलाई चाहिँ हामीले ओभरनाइट राख्नुपर्छ। यसरी राउन्ड काटेर हालिदिनु। सरी साथीहरु, चपिङ बोर्ड युज गरिन, मैले हातमै कट गरेँ। ग्रीन एप्पल पनि यसरी नै स्लाइस गरेर हालिदिनु, यसरी। यसरी हालिदिनु। साथीहरु, यो डिटक्स वाटर चाहिँ यति इफेक्टिभ छ, टिनेजर्स नानीहरूलाई मोस्टली पिम्पल्स आउँछ, पुरा अनुहारभरि ढाडभरि पिम्पल्स आएको हुन्छ। उनीहरूले यो खायो भने, यो वाटर पियो भने कम्प्लिटली डिटक्सिफाई हुन्छ, बडीले प्युरिफाई गर्छ ब्लडलाई, र यसले पुरा हेल्प हुन्छ। सो जो टिनेजर्स छ र टिनेजर नभए पनि अरूहरूको फेसमा पुरा पिम्पल्सहरू आउँछ, हजुरहरूले यो ड्रिङ्क लिनु होला। राति ओभरनाइट राखेर चाहिँ दिनभरि यही पानी पिउनु होला। अनि केटीहरूलाई हर्मोनल्स प्रब्लमहरू हुन्छ, उनीहरूले यो ड्रिङ्क्स पिउनु होला, किनभने हर्मोनलको कारणले गर्दाखेरि हामीले पनि पुरा पिम्पल्सहरू आउँछ, ढाडभरि, मुखभरि, खुट्टाभरि आएको हुन्छ। सो त्यही कारण यो वाटरले चाहिँ पुरा राम्रो काम गर्छ। र समरमा डिटक्स वाटर चाहिँ यति इम्पोर्टेन्ट छ, किनभने चाहिँ यसले चाहिँ पुरा बडीलाई नै डिटक्सिफाई मोडमा हालिदिन्छ, किनभने यो पानी, यो सबै इन्ग्रिडियन्ट प्रपर्टिजहरूको कारणले गर्दाखेरि चाहिँ। र दुबईको समर यति साह्रो हट हुन्छ, सो डिटक्स वाटर चाहिँ चाहिन्छ। र म चाहिँ एभ्री इयर, पहिला चाहिँ म सानोबडे बोतलमा बनाएर पिउने गर्थेँ। योपालि चाहिँ मलाई टिमोले फ्री गिफ्ट पनि दिएको छ यो बोतल, त्यही कारण चाहिँ मैले यसरी बनाएको छु। र साथीहरु, मैले बनाएको हजुरहरूलाई क्लियर छ होला, तपाईहरुले बुझ्नुभयो होला, त्यो भिडियो देख्नुभयो होला राम्ररी, मैले के हालेँ, कसरी हाल्नुपर्छ र कति राख्नुपर्छ भनेर। यसलाई चाहिँ 24 आवर्स राख्नुपर्छ, रातभरि राख्नुपर्छ, अन्त भोलि बिहान खाँदा हुन्छ। म चाहिँ आज रातभरि राख्छु र भोलि दिन खान थाल्छु। र हजुरहरूले पनि यसरी नै डिटक्स वाटर बनाएर पिउनुहुन्छ होला भन्दै आशा राख्दै, थ्याङ्क यू सो मच, एन्ड डिटक्स वाटर रक्स।